शासकले मात्रै चाहँदैमा चाहिँ निर्वाचन चाहिँ निर्वाध रूपमा चाहिँ समयमै हुन सक्दैन। यसमा सबैको भूमिका त्यस्तै, राजनीतिक दलको, नागरिक समाजको, सङ्घ संस्थाको, अन्तर्राष्ट्रिय शक्तिहरूको सबैको चाहिँ यसमा सकारात्मक चाहिँ सहयोग र सहकार्य आवश्यकता पर्छ। र अर्को एउटा बडा महत्त्वपूर्ण कुरा छ जुन यहाँ लेख्नु भएको छ, एउटा शब्दलाई मैले कि धनबल र बलको चाहिँ दुरुपयोग चाहिँ हुँदै आएको छ निर्वाचनमा। यो चाहिँ मलाई लाग्छ कि मधेसमा अलिक बढी नै भएको छ। त्यसकारणले मधेसमा कस्तो अवस्था छ कि अहिले 20औं वर्षदेखि सामाजिक राजनीतिक क्षेत्रमा निष्ठाले काम गरिराखेका इमानदार नेतृत्वहरू चाहिँ नेतृत्व तहमा चाहिँ पुग्न सकिराखेको छैन। अहिले तपाईँ हेर्नुहुन्छ विगतको निर्वाचनमा पनि तस्करहरू, भ्रष्टाचारीहरू र ठुला चाहिँ सबै ठुला चाहिँ व्यापारीहरू पनि खडा हुँदैन है, त्यो मैले भन्न खोजेको होइन। तर चाहिँ रातारात चाहिँ प्यारासुटबाट आउने जुन वर्षौं 20औं वर्षदेखि राजनीति गरिराखेको, राजनीतिक कार्यकर्ताको राजनीतिक हत्या गर्ने, त्यसको टिकट चाहिँ खरिद बिक्री गर्ने, भोट चाहिँ खरिद बिक्री गर्ने र त्यस कारणले चाहिँ सक्षम र निष्ठावान नेतृत्वहरू ठाउँमा नपुग्नु पनि एउटा धेरै ठुलो चाहिँ यो जेनजी मुभमेन्टको एउटा कारण पनि बनिरह्यो। र अब नागरिक सरकारले चाहिँ जुन मोडेल चाहिँ यो निर्वाचन आचार संहिता जुन जारी गरेको छ त्यसलाई चाहिँ वास्तवमा कार्यान्वयन गर्न सक्छ कि सक्दैन धेरै ठुलो प्रश्न छ। यदि जुन यो भोट किन्ने हैन विभिन्न चाहिँ पावरले, शक्तिले, योजना परियोजनाको माध्यमले चाहिँ मतदातालाई प्रभावित गर्ने त्यो काम पनि यही सरकारको माध्यमले हुँदै गयो भने मलाई लाग्छ कि फेरि पनि आंशिक मात्रै परिवर्तन हुन्छ। त्यही पुराना नेताहरू, त्यही ठुला बडाहरू मात्रै चाहिँ ठाउँमा पुग्ने एउटा धेरै ठुलो च्यालेन्ज छ। त्यसकारणले हजुरहरूको माध्यमले पनि तपाईँ काठमाडौँमा पनि तपाईँहरू बोल्नुहुन्छ सम्बन्धित निकायमा, त्यहाँ चाहिँ यो कुरामा चाहिँ कडाई गर्न सक्यो भने जुन मोडेल कोड अफ कन्डक्ट जुन जारी गरिन्छ त्यसलाई चाहिँ कडाईका साथ कसरी कार्यान्वयन गर्न सकिन्छ त्यसमा चाहिँ एकदमै गम्भीर हुन सबै जरुरी छ। पर्यवेक्षकहरूको माध्यमबाट मलाई लाग्छ कि तपाईँहरू पनि खट्नुहुन्छ ठाउँ ठाउँमा, त्यो कुरो चाहिँ एकदमै मेरो जोड रहेको छ कि यसपालि कमसेकम नागरिक सरकारको बेलामा यो बल र धन बलको दुरुपयोग नहोस्। मतदाताले निर्वाध रूपमा आफूले चोइस गरेका, आफूले मन पराएका चाहिँ नेतालाई, पार्टीलाई चाहिँ एकदम सौहार्दपूर्ण वातावरणमा मतदान गर्न पाओस्। अनि मात्रै हामीले सोचेको रोजेको चाहिँ हाम्रो आउने समयमा चाहिँ सरकार पनि गठन हुन्छ र नेतृत्व पनि चाहिँ आउन सक्छ। अर्को महत्त्वपूर्ण कुरो के छ कि संविधान संशोधनको कुरा छ। हामी चाहिँ वर्षौंदेखि मधेस आन्दोलनमा खास गरी हामी पनि जेलले भोगेको मान्छे हो। 22 बुन्दे 8 बुन्दे सम्झौता पनि भयो, 100 जनाको चाहिँ रगतमा चाहिँ सम्झौताहरू भयो, यतिकै भएन। 2072 सालमा 6 महिना, त्यसभन्दा पहिला पनि 2 चोटि मधेस जनविद्रोह 63, 64 र 64 मा भयो।